ओके, हामी सबसे पहिला आज टाइप्स अफ कस्टको बारेमा पढ्छौँ। टाइप्स अफ कस्ट, अब कस्टलाई धेरै तरिकाले बाँड्न सकिन्छ, तर हामी के को आधारमा पढ्छौँ? भेरिएबिलिटीको आधारमा है। भेरिएबिलिटीको आधारमा पनि विभिन्न तरिकाले बाँड्न सकिन्छ, तर त्यो मध्ये हामीलाई युजफुल हुने तीनटा मात्र पढ्छौँ। एउटा हो फिक्स्ड कस्ट, जसलाई सर्टकटमा हामी एफसी भन्छौँ। अर्को हो भेरिएबल कस्ट, जसलाई हामी सर्टकटमा भिसी भन्छौँ, र अर्को हो सेमी भेरिएबल कस्ट। अरू पनि हुन्छ, तर अहिले हामीलाई जति चाहिन्छ त्यति मात्र हामी पढ्छौँ। यसलाई हामी सर्टकटमा एसभिसी भनेर पढ्छौँ है त। अब एक्जाम्पल एउटा लिगौँ। एक्जाम्पल के छ भन्दाखेरि हामीसँग एउटा कम्पनी छ, हामीसँग एउटा म्यानुफ्याक्चरिङ कम्पनी छ। म्यानुफ्याक्चरिङ कम्पनी, ओके। यो म्यानुफ्याक्चरिङ कम्पनीले के गर्छ भन्दाखेरि यसले चाहिँ डल्स बनाउँछ है त। ओके, डल्सहरू बनाउँछ र फर इक्जाम्पल यसले 2081 मा के गर्यो भन्दाखेरि सेल्स युनिट कति गर्यो भन्दा सेल्स युनिट्स यसले 10,000 केजी 10,000 पिसेस डल्स बेच्यो। एट द रेट हरेक डललाई चाहिँ 200 रुपियाँमा बेच्यो। अब यो जुन 200 रुपियाँमा 10,000 पिसेस डल बेचेको छ, यो बनाउनखेरि त यसलाई केही न केही म्यानुफ्याक्चरिङ कस्ट त लाग्यो होला है। म्यानुफ्याक्चरिङ कस्ट त लाग्यो होला हैन। अब म्यानुफ्याक्चरिङ कस्ट त लाग्छ पक्कै पनि। अब म्यानुफ्याक्चरिङ कस्ट कस्तो कस्तो किसिमको लाग्छ त्यो हेर्नु पर्यो हामीले। म्यानुफ्याक्चरिङ कस्टमा डल किन्नको लागि सबसे पहिला र मटेरियल्सहरू किनेर ल्याउनु पर्यो। फर इक्जाम्पल डल किन्नको लागि सबसे पहिला हामीले प्लास्टिकहरू किनेर ल्याउला डललाई मोल्ड गर्नको लागि। त्यस्तै गरेर हेयर्सहरू किनेर ल्याउनु पर्ला, जुन आर्टिफिसियल हेयर्सहरू है। त्यस्तै गरेर अदर्स के किनेर ल्याउनु पर्ला डल्स बनाउनको लागि है त। त्यस्तोमा फर इक्जाम्पल यो र मटेरियलहरूको चाहिँ कस्ट कति छ भन्दाखेरि हरेक बनाउनको लागि चाहिँ युनिटमा कन्भर्ट गर्नको लागि एउटा पिसको लागि चाहिँ मानौँ ₹80 पर पिसको लागि चाहिँ ₹80 लाग्छ रे। त्यस्तै गरेर यसलाई चाहिँ लेबर पनि लाग्ला। अब हरेक डललाई कति लेबर लाग्छ भनेर कन्भर्ट गर्दाखेरि मानौँ यसमा चाहिँ 70 रुपियाँ चाहिँ पर पिस चाहिँ लेबर लाग्ने भयो। अब त्यस्तै गरेर यसमा अरू अब फ्याक्ट्रीहरू रन गर्नु पर्ला हैन। फ्याक्ट्रीको लाइटहरू सबै, लाइट एन्ड इलेक्ट्रिसिटी यो सबै युज गर्नको लागि पनि फर इक्जाम्पल कुनै पनि डलमा चाहिँ ₹15 पर पिस लाग्ने भयो। एक्जाम्पल मात्र है। त्यस्तै गरेर यसमा चाहिँ के गर्ने भयो होला, फ्याक्ट्रीमा चाहिँ जुन त्यो डलहरू बनाइसकेपछि त्यसलाई प्याकेजिङ पनि गर्नु पर्ला हैन। प्याकेजिङ यस्तो कस्ट पनि लाग्ला। फर इक्जाम्पल यो चाहिँ ₹5 पर पिस लाग्ने रहेछ है। अब त्यस्तै गरेर हामी अरू पनि हेर्न सक्छौँ। यहाँको लाइन छोडिदिएँ मैले, अरू हेर्न सक्छौँ। त्यस्तै गरेर त्यो फ्याक्ट्रीमा हामीले त्यो फ्याक्ट्री चाहिँ हाम्रो लिजमा थियो, रेन्टमा थियो हैन। त्यस्तै गरेर रेन्ट पनि दिन सक्छौँ। रेन्ट चाहिँ हामीले के तिर्यौँ भन्दाखेरि प्रत्येक महिना ₹1 लाख पर मन्थ तिर्ने रहेछौँ। त्यस्तै गरेर अरू पछि एकाउन्टेन्ट थियो एउटा हैन, जसले हिसाब किताब हेरिदिन्थ्यो। त्यो एकाउन्टेन्टले चाहिँ ₹80,000 फर इक्जाम्पल पर मन्थ लिने रहेछ। अब यहाँ हामीले सोच्नुपर्ने कुरा के हो भन्दाखेरि कुनै पनि एउटा कुनै डल बनाउनको लागि त्यसमा र मटेरियल लाग्छ, लेबर नि लाग्छ, फ्याक्ट्रीको लाइट एन्ड इलेक्ट्रिसिटी लाग्छ, प्याकेजिङ लाग्छ र अन्य अरू खर्च पनि लाग्छ। हामीले एउटा के ख्याल गर्नुपर्छ भन्दाखेरि यदि डल बेच्छौँ भने चाहिँ, यदि डल बेच्नु छ भने हामीले डलमा लाग्ने र मटेरियल किनेर ल्याउनु पर्छ। यदि लेबर त्यो डल बेच्छौँ भने त्यसमा काम पनि गर्नु पर्यो, त्यसमा फ्याक्ट्रीमा काम गर्नु पर्यो र त्यसलाई प्याकेजिङ पनि गर्नुपर्ने रहेछ। जस्ट एउटा एक्जाम्पल मात्र है। र त्यस्तै गरेर हामीले त्यसमा रेन्ट लगाउनुपर्छ, एकाउन्टेन्टलाई स्यालेरी पनि दिनुपर्छ। यदि डल बेच्छौँ भने यो कस्टहरू त एउटा डल बनाउनको लागि 150 र 20 गर्दाखेरि 170 पर पिस चाहिँ लाग्ने रहेछ। अब यो जुन यो कस्ट छ चाहिँ यो चाहिँ यदि डल बनाउनको लागि डल बनाउँछौँ भने मात्र लाग्ने भयो। फर इक्जाम्पल कहिलेकाहीँ के भइदियो भन्दाखेरि हामी चाहिँ वर्षको 9 महिना मात्र डल बनाउँछौँ, बाँकीको 3 महिना डल बनाउँदै भन्दाखेरि जुन 3 महिनामा डल बनाउँदैनौँ त्यो 3 महिनामा चाहिँ यो 4वटा कस्टै लाग्दैन। तर त्यो फ्याक्ट्री हामीले रेन्टमा लिइसकेको भएको कारणले गर्दाखेरि जुन यो रेन्ट छ यो चाहिँ के छ, हामीले 12 महिना तिर्नुपर्छ। अब तिमी चाहे डल बनाऊ या डल नबनाऊ, हामीले रेन्ट चाहिँ 12 महिना तिर्नुपर्छ। जुन एकाउन्टेन्टलाई स्यालेरी दिनुपर्ने छ त्यो पनि हामीले के गर्नुपर्छ, 12 महिना एकाउन्टेन्टलाई स्यालेरी दिनुपर्छ, चाहे डल बनाऊ या नबनाऊ। अब यसबाट हामीले के पत्ता लगाउन सक्छौँ भन्दाखेरि जुन
यदि डल बनाउँदाखेरि मात्र कस्ट लाग्छ भने हामी त्यस्तो कस्टलाई भन्छौँ भेरिएबल कस्ट। र कुनै पनि कस्ट जस्तो कस्ट जुन चाहिँ डल बनाए पनि नबनाए पनि हरेक महिना लगातार लाग्छ भने चाहिँ त्यसलाई भन्छौँ हामी फिक्स्ड कस्ट, अथवा वर्षभरि एकमुष्ट लाग्छ नै भने त्यसलाई भन्छौँ फिक्स्ड। अब डिफिनेसनमा जाने हो भने, यदि डिफिनेसनमा जाने हो भने हामी डिफिनेसनमा जाने हो भने भेरिएबल कस्ट भनेको के हो भन्दाखेरि जुन कस्ट चाहिँ भेरिज विथ लेभल अफ प्रोडक्सन, अर्थात् यो सबै गर्दाखेरि जुन यसलाई मैले भेरिएबल कस्ट भने, यो भेरिएबल कस्ट एउटा युनिट बनाउँदाखेरि भेरिएबल कस्ट कति लाग्दो रहेछ हामीलाई 170 पर पिस। दुईटा युनिट बनायौँ भने भेरिएबल कस्ट कति लाग्दो रहेछ 170 इन्टु 2 पिसेस गर्दाखेरि कति लाग्छ 340। त्यस्तै गरेर 5 युनिट बनाउने हो भने कति लाग्छ भेरिएबल कस्ट भनेको 170 इन्टु 5 पिसेस गर्दाखेरि कति लाग्ने भयो 5 × 70 गर्दाखेरि आधी जति लाग्ने भयो। यस्तोलाई भन्छौँ हामी भेरिएबल कस्ट, जुन चाहिँ युनिट बनायो भने लाग्ने भयो, युनिट बनायो भने नलाग्ने। फर इक्जाम्पल हामीले बनाउँदै बनायौँ 0 युनिट बनायो भने हामीले भेरिएबल कस्टै नलाग्ने भयो। तर अर्को छ फिक्स्ड कस्ट। यसको डिफिनेसन भन्दाखेरि यो चाहिँ के, डु नट भेरी विथ लेभल अफ प्रोडक्सन। हामीले जति बनाए पनि नबनाए पनि हामीले यो पैसा तिर्नै पर्छ। फर इक्जाम्पल यो केसमा कति छ ₹1,80,000 पर मन्थ छ। अब हामीले कुनै पनि किसिम हामीले के गर्यौँ, हामीले चाहिँ एउटा युनिट बनायौँ। फर इक्जाम्पल 10 युनिट बनायौँ। हामीले के गर्यौँ 10 युनिट बनाउने भयौँ। हामीले के गर्यौँ टिपिरहेको छैन पेनसँग, हामीले के गर्यौँ 10 युनिट्स अफ डल बनायौँ भने पनि यो फिक्स कस्ट लाग्ने भनेको 1,80,000 पर मन्थ नै हो। हामीले चाहे 10 युनिट बनाऊँ या चाहे 1000 युनिट बनाऊँ हामीलाई लाग्ने किन थिचिरहेको छैन, इरेजरमा गइरहेछ अटोमेटिकल्ली। ल अर्को 10,000 युनिट बनाए पनि हामीलाई के लाग्छ फिक्स कस्ट भनेको कति लाग्छ 1,80,000 पर मन्थ नै लाग्छ। अर्थात् तिमी चाहे बनाऊ या नबनाऊ 0 युनिट नै बनाए पनि, फर इक्जाम्पल युनिट नै बनाएन भने 0 युनिट बनायो, कुनै पनि किसिमको म्यानुफ्याक्चरै भएन। फर इक्जाम्पल 9 महिना मात्र बनाउनु भनेको छ, 3 महिना बनाउने भनेको छैन हामीले, होइन 9 महिना मात्र बनाउनु भनेको छ, 3 महिना चाहिँ नबनाउने कुरा भएको छ हाम्रो। स्टिल त्यो केसमा पनि हाम्रो लागि फिक्स कस्ट कति हुन्छ, 0 युनिट्स बनाए पनि हाम्रो लागि फिक्स कस्ट भनेको कति हुन्छ 1,80,000 नै हुन्छ। यो चाहिँ हामीले थाहा पाउनु जरुरत छ। जुन कुरा प्रडक्सन गर्दाखेरि लाग्छ त्यसलाई भन्छ भेरिएबल कस्ट, जुन कुरा प्रडक्सन गरे पनि नगरे पनि लाग्छ त्यसलाई भन्छौँ हामी फिक्स्ड कस्ट, है त। अब यसको अझ एक्जाम्पलहरू जाउँ। अब एक्जाम्पल भन्दा नि यसलाई चाहिँ एउटा डेमोन्स्ट्रेट गरेर म देखाउँछु। यसलाई म अलिकति डेमोन्स्ट्रेट गरेर देखाइदिन्छु। एक्जाम्पल हेरौँ, एउटा चार्ट पनि बनाऊँ है त, यही बिचमा एउटा चार्ट बनाऊँ। फर इक्जाम्पल हाम्रो लेभल अफ प्रोडक्सन कति भयो, लेभल अफ प्रोडक्सन हामीले एकचोटि बनाउँदाखेरि लेभल अफ प्रोडक्सन भनौँ हामीले पहिला चाहिँ एउटा यस्तो इमेजिन गरौँ कि हामीले युनिटै बनाएनौँ, 0 युनिट्स बनायौँ। त्यसपछि हामीले कति बनायौँ 100 युनिट। त्यसपछि हामीले अर्को बनायौँ 500 युनिट, 200 युनिट बनाऊँ ल अहिलेलाई। पहिला 200 युनिट बनायौँ, त्यसपछि हामीले 300 युनिट्स बनायौँ, 400 युनिट्स बनायौँ र 500 युनिट्स बनायौँ। यस्तो बेला हामीले के भन्यौँ भेरिएबल कस्ट भनेको त पर युनिटमा लाग्छ, जति युनिट बनायो त्यतिमा लाग्छ। भेरिएबल कस्ट पर युनिट VCPU भनेको भेरिएबल कस्ट पर युनिट। यो भेरिएबल कस्ट पर युनिट चाहिँ के छ, हरेक युनिटको लागि चाहिँ बराबर हुन्छ भन्छ।
हरेक युनिटको लागि बराबर हुन्छ। फर इक्जाम्पल 0 युनिटको लागि छ भने पनि 0 युनिट हामीले बनाइरहेको छौँ भने कुनै पनि र मेटलको फर इक्जाम्पल 50 रुपिस पर युनिट लाग्छ भने हरेक युनिटलाई कति लाग्ने हो 50 50 50 50 50 लाग्ने भयो 0 50। अब टोटल भेरिएबल कस्ट हामीलाई कति हुने भयो यस्तो केसमा यसमा 0 यसमा एनआइएल निल हुने भयो। किन टिपिरहेको छ नि पेन निल हुने भयो। यसमा हुने भयो 100 इन्टु 500 गर्दाखेरि 5000। यसमा हुने भयो 10000। यसमा हुने भयो 15000। यसमा हुने 15000। यसमा हुने 15000। यसमा हुने भयो 20000 र यसमा हुने भयो 25000। त्यस्तै गरेर हामी हेर्छौँ भने टोटल फिक्स कस्ट चाहिँ कति लाग्छ हाम्रो लागि। टोटल फिक्स कस्ट फर इक्जाम्पल हरेक महिना कति लागिरहेछ हाम्रो लागि 1 लाख लागिरहेछ। हरेक महिना 1 लाख लागिरहेछ किनभने फिक्स कस्ट त हरेक जति युनिट भए पनि के हुनेवाला छ टोटलमा सेम हुनेवाला छ, बराबर हुनेवाला छ, केही पनि किसिमको फरक पर्ने छैन। अब एकचोटि एउटा सानो कन्भर्जन दिउँ। यसलाई फिक्स कस्टलाई पनि पर युनिटमा कन्भर्ट गरौँ। फिक्स कस्टलाई पर युनिटमा कन्भर्ट गर्ने हो भने यो फिक्स कस्ट पर युनिट कसरी निकालिन्छ। फिक्स कस्ट पर युनिट भनेको चाहिँ टोटल फिक्स्ड कस्ट डिभाइडेड बाई नम्बर अफ युनिट्स। फर्स्ट केसमा हेर्छौँ भने 1000 युनिट डिभाइड बाई 0 गर्दाखेरि इन्फाइनेट आउने भयो, अर्थात् कति कति समथिङ डिभाइड बाई 0 इज इन्फाइनेट। किन टिपिरहेको छैन। अब सेकेन्ड केसमा 1 लाख युनिट लागिरहेछ 10,000 युनिटलाई अब हरेक युनिटमा बाँडिदिने हो भने कति लाग्यो 10,000 आयो। सेकेन्ड युनिटमा 200 युनिट छ, हरेक युनिटलाई बाँडिदिने हो भने 50 कति 10,000 इन्टु 10,000 नि 1000 मात्र लाग्ने भयो है। यहाँ कति लाग्ने भयो 1000 मात्र होइन त, दुईवटा 0 घटाएपछि 1000 लाग्ने भयो। टिप्दैन पेन। यो सेकेन्डका 500। थर्ड केसमा कति भयो 3333.33 लाग्यो। फोर्थ केसमा कति लाग्यो 250 250। पेनी टिपिरहेको छैन ल। र थर्ड केसमा 200 रुपियाँ लाग्ने भयो। हामीले सरसर्ती हेर्दा जाँदा भेरिएबल कस्ट पर युनिट भनेको हरेक युनिटको लागि सेम छ। 0 को लागि 50, 100 को लागि 50, 200 को लागि 50। तर फिक्स्ड कस्ट पर युनिट भनेको के छ हरेक युनिट जति जति लेभल अफ प्रोडक्सन हुँदै गयो त्यति त्यति घट्दैछ तर टोटलमा सेम छ। र टोटल भेरिएबल कस्ट चाहिँ जति जति युनिट बढ्दै गयो त्यति त्यति बढ्दै छ है। यो चाहिँ के छ बढ्ने क्रममा छ। 500 युनिट बढ्यो भने यो बढ्ने क्रममा छ। यो चाहिँ अलिकति के छ यसलाई अलिकति इरेज गर्नु पर्यो। यो चाहिँ के छ हाम्रो लागि यो चाहिँ हाम्रो लागि ट्याक्क उल्टो प्रोडक्सनमा उल्टो लेभलमा छ। अब हामीले कुनै पनि लेभलमा चेक गर्नको लागि कुनै पनि कस्ट भेरिएबल कस्ट हो कि फिक्स कस्ट भनेर हामीले यदि चेक गर्नु पर्यो भने हामीले कसरी चेक गर्ने भयो भने त भेरिएबल कस्ट कसरी हो कि होइन कसरी चेक गर्ने भन्दाखेरि VCPU रिमेन्स सेम। VCPU रिमेन्स सेम। VCPU चाहिँ सेम हुने भयो तर हाम्रो लागि अर्को के चाहिँ चेन्ज हुने भयो हाम्रो लागि भेरिएबल कस्ट टोटल भेरिएबल कस्ट चाहिँ के हो यो लिँदैन त। टोटल भेरिएबल कस्ट के हुने भयो बढ्दै जाने भयो। टोटल भेरिएबल कस्ट इन्क्रिजेस विथ इन्क्रिज इन प्रोडक्सन। विथ इन्क्रिज इन प्रोडक्सन जति प्रोडक्सन गर्दै गयो हाम्रो भेरिएबल कस्ट त्यति नै बढ्ने भयो। तर फिक्स कस्टको केसमा के हुने भयो त फिक्स कस्टको केसमा के हुने भयो हामीलाई फिक्स कस्टको केसमा चाहिँ टोटल फिक्स्ड कस्ट रिमेन्स सेम। फिक्स कस्टको केसमा चाहिँ टोटल फिक्स कस्ट रिमेन्स सेम तर
fixed cost per unit decreases with increase in production. अब हामीले हरेक कस्टलाई चाहिँ यो चाहिँ बढ्छ कि घट्छ कि भनेर टेस्ट गर्नको लागि हरेक पटक लेभल अफ प्रोडक्सनहरु पत्ता लगाउन गाह्रो हुने भएको कारणले यसलाई VCPU रिमेन्स सेम र टोटल फिक्स्ड कस्ट रिमेन्स सेम यो चाहिँ हाम्रो लागि मेजर चेक गर्ने क्राइटेरिया हुने भयो। यो दुईटा एउटा VCPU अर्को चाहिँ टोटल फिक्स्ड कस्ट रिमेन्स सेम चाहिँ यो हाम्रो लागि के हुने भयो चेक गर्ने क्राइटेरिया हुने भयो। लेट्स सी एउटा एक्जाम्पलबाट हेरौँला। तर त्योभन्दा अगाडि पहिला हामी के बारेमा पढ्छौँ हामी सेमी भेरिएबल कस्टको बारेमा नि सर्टेन कुरा पढिहाल्छौँ। सेमी भेरिएबल कस्टको बारेमा नि हामी सर्टेन कुरा पढिहाल्छौँ। अब सेमी भेरिएबल कस्टमा चाहिँ के हुन्छ भन्दाखेरि अप टु सर्टेन लेभल अफ प्रोडक्सन cost certain level of production cost remains constant certain level of production सँग cost सेम हुन्छ। त्यसपछि after certain level of production cost increases with increase in production। एक्जाम्पल यसको पर्फेक्ट एक्जाम्पल भनेको इलेक्ट्रिसिटी बिल्स अथवा टेलिफोन बिल्स। फर एक्जाम्पल इलेक्ट्रिसिटीको बिल हेर्छौ भने यसमा के हुन्छ इलेक्ट्रिसिटीमा भन्दाखेरि एउटा इलेक्ट्रिसिटीको बिलमा एउटा के हुन्छ मिनिमम चार्जेस हुन्छ। जहिले पनि मिनिमम चार्जेस एक्जाम्पल से 300 र अर्को हुन्छ टोटल अर्को हुन्छ चाहिँ के हुन्छ युनिट कन्जम्सन युनिट अफ कन्ज्युम्ड युनिट भनौँ न कन्ज्युम्ड युनिट अनुसार हुन्छ फर एक्जाम्पल 1 युनिटको कति जेनरली 30 रुपीज परिरहेको हुन्छ। अब हामीले के हुन्छ एउटा महिनामा 500 युनिट्स हामीले कन्ज्युम गर्यो भने 30 रुपीज इन्टु 500 युनिट्सले गर्दाखेरि 15,000 परेर हुन्छ र टोटल चार्जेस हामीलाई कति हुन्छ टोटल चार्जेस भनेको हामीलाई 300 प्लस 15,000 गर्दाखेरि 15,300 हुन्छ। अब हामीले जति सुकै चेक गरौँ यसमा चाहिँ के हुन्छ भन्दाखेरि 15,300 रुपैयाँमा चाहिँ लाई चाहिँ न टोटलमा सेम हुन्छ न चाहिँ पर युनिट चाहिँ सेम हुन्छ। एक्जाम्पल चेक गरिहालौँ एक्जाम्पल कस्तो होला फर एक्जाम्पल कस्तो छ भन्दाखेरि युनिट्स हेरौँ है त यसमा पहिला 0 युनिट्स कन्ज्युम गर्यो त्यसपछि 5 युनिट र त्यसपछि 10 र 20 युनिट कन्ज्युम गर्यो यति चारवटा एक्जाम्पल लेख्न पुगिहाल्यो। मिनिमम चार्जेस कति हुने भयो मिनिमम चार्जेस 300 अनि पर युनिट कस्ट कति हुने रहेछ 30 र 30 है। अब टोटल कस्ट हेर्छौँ भने 300 प्लस 0 इन्टु 30 गर्दाखेरि 300 नै हुने भयो। यहाँ 300 प्लस 5 युनिट्स @ 30 गर्दाखेरि 150 प्लस 300 450 हुने भयो। त्यस्तै गरेर 10 युनिट गर्दाखेरि 10 इन्टु 30 गर्दाखेरि 600 हुने भयो। अर्कोमा 300 प्लस 20 इन्टु 30 गर्दाखेरि यो 600 प्लस 900 हुने भयो। टोटल कस्ट पनि सेम छैन। अब एकचोटि पर युनिट कस्टमा चाहिँ कन्भर्ट गरौँ। पर युनिट यो चाहिँ भेरिएबल पोर्सन भयो यो चाहिँ पर युनिट कति हुन्छ टोटलमा है त 300 डिभाइडेड बाइ 100 0 गऱ्यो भने इन्फाइनाइट आउने भयो। अब यहाँ यो केसमा चाहिँ 450 डिभाइडेड बाइ 5 गऱ्यो भने 150 आउने भयो। यो केसमा 600 डिभाइडेड बाइ 10 गऱ्यो भने 60 आउने भयो। यो केसमा
900 डिभाइड बाई 20 गऱ्यो भने 45 आउने भयो। न पर युनिटमा सेम छ, न चाहिँ पर युनिटमा सेम भयो, न चाहिँ टोटलमा सेम भयो। यस्तो कस्टलाई चाहिँ हामी के भन्छौँ? भेरिएबल कस्ट, सेमी भेरिएबल कस्ट भन्छौँ है त। अर्थात् सेमी भेरिएबल कस्टमा चाहिँ के हुने रहेछ? भेरिएबल कस्टको पनि फिचर्स हुने रहेछ, अर्को एउटा चाहिँ भेरिएबल कस्टको पनि फिचर्स हुने भयो, अर्को चाहिँ फिक्स्ड कस्टको पनि फिचर हुने भयो। त्यही भएर हामीले क्वेसनमा जहिले पनि दिँदाखेरि हामीले दुईटा एटलिस्ट 2 युनिट्स एटलिस्ट 2 युनिट्समा चाहिँ हामीले चेक गर्नुपर्ने हुन्छ। एटलिस्ट 2 युनिट्स अफ प्रोडक्सनमा हामीले चेक गर्नुपर्ने हुन्छ कि त्यो कस्ट भेरिएबल कस्ट हो कि फिक्स्ड कस्ट हो कि अथवा सेम भेरिएबल कस्ट हो। र यदि सेम भेरिएबल कस्ट छ भने हामीले त्यसलाई के गर्नुपर्ने हुन्छ? फिक्स्ड कस्ट र भेरिएबल कस्टमा बाँडिदिनु पर्ने हुन्छ। केही एक्जाम्पलहरू हेरेर हामी थाहा पाइहाल्छौँ। यहाँ टाइप्स अफ कस्टमा बेस अफ भेरिएबिलिटी दिएको रहेछ। यसमा चाहिँ सर्टेन कुराहरू के छ हेरौँ। डेफिनेसनमा कस्ट द्याट डु नट चेन्ज विथ द लेभल अफ प्रोडक्सन, अर्थात् द कस्ट द्याट रिमेन्स कन्स्ट्यान्ट रिगार्डलेस अफ द भोल्युम अफ गुड्स अर सर्भिसेस प्रड्युस। जे जति बनाए पनि सेम हुन्छ, त्यो फिक्स्ड कस्ट भयो। कस्ट द्याट भेरी डाइरेक्टली विथ द लेभल अफ प्रोडक्सन भन्यो भने भेरिएबल कस्ट भयो। एज प्रोडक्सन इन्क्रिजेस भेरिएबल कस्ट इन्क्रिज, एज प्रोडक्सन डिक्रिज भेरिएबल कस्ट डिक्रिजेस भन्यो। सेम भेरिएबल कस्टमा चाहिँ के हुन्छ? जुनमा चाहिँ बोथ भेरिएबल कस्टको नि क्यारेक्टरिस्टिक हुन्छ र फिक्स्ड पनि क्यारेक्टरिस्टिक हुन्छ। दिस कस्ट आर फिक्स्ड अप टु सर्टेन लेभल अफ प्रोडक्सन बियोन्ड विच दे बिकम भेरिएबल। सर्टेन लेभलसम्म फिक्स हुन्छ र त्यसपछि भेरिएबल हुँदै जाने भयो। अब फिचर्स मैले भनिहालेँ। फिक्चर्स रिमेन्स कन्स्ट्यान्ट इन टोटलमा चाहिँ सेम हुने भयो, तर पर युनिट फिक्चर्स भयो भने चाहिँ डिक्रिज हुँदै जाने भयो। दे आर इन्कर्ड इभन इफ द बिजनेस प्रड्युसेस नथिङ। बिजनेसले केही काम नगरे नि हामीले त्यो लाग्ने नै भयो। भेरिएबल कस्ट चाहिँ के हुन्छ? भेरिएबल कस्ट चेन्जेस विथ द चेन्जेस इन टोटल विथ प्रोडक्सन लेभल। जति प्रोडक्सन लेभल बढ्दै गयो भेरिएबल कस्ट बढ्दै जाने भयो, तर पर युनिट बेसिसमा चाहिँ सेम नै हुने भयो। लाइक ऐनाको एक्जाम्पल 50-50 जस्तै। भेरिएबल कस्टको चाहिँ अलिकति योसँग मिल्छ। भेरिएबल कस्ट इन्क्रिजेस विथ प्रोडक्सन बट नट प्रोपोर्सनेटली। प्रोडक्सनसँग बढ्न त बढ्छ, तर कन्सट्यान्टली बढ्छ भन्ने चाहिँ हुँदैन। दे प्रोभाइड सम फ्लेक्सिबिलिटी इन म्यानेजिङ कस्ट एज प्रोडक्सन लेभल चेन्ज। जति बढ्दै गयो त्यति घट्दै जाने क्रम चाहिँ हुन्छ। एक्जाम्पल रेन्ट, स्यालेरी, डेप्रिसिएसन, इन्सुरेन्स चाहिँ फिक्चर्सको। यसको र मटेरियल, डाइरेक्ट लेबर, प्याकेजिङ कस्ट, सेल्स कमिसन चाहिँ भेरिएबल कस्टको। इलेक्ट्रिसिटी बिल, मेन्टेनेन्स कस्ट, स्यालेरी, ओभरटाइम, स्यालेरी विथ ओभरटाइम। स्यालेरी पनि तिम्रो के हुन्छ? फर इक्जाम्पल स्यालेरी महिनाको 15,000 फिक्स भयो भने अनि 15,000मा त हरेक दिन 8 घन्टा काम गर्नुपर्छ, तर ओभरटाइम पनि गर्नु पाउने हुन्छ। 8 घन्टा छोडेर चाहिँ 10-12 घन्टा काम गर्न सक्छ भने त्यो 4 घन्टाको लागि चाहिँ एक्स्ट्रा पे दिन्छ। त्यस्तोलाई चाहिँ हामी त्यो चाहिँ सेम भेरिएबल कम्पोनेन्ट हुने भयो। अब केही कस्टहरू छ, त्यो कस्टहरूलाई चाहिँ हामीले थाहा पाउनु पऱ्यो कि त्यो चाहिँ फिक्स्ड कस्ट हो कि भेरिएबल कस्ट हो। लेट्स पत्ता लगाउँ है त। हेरौँ यो एक्जाम्पलमा एउटा म्याक्सिमम क्यापासिटी छ, अर्को नर्मल क्यापासिटी छ, प्रोडक्सन क्यापासिटी छ र सेल्स छ। अब यो भने के हो एकचोटि हेर्दै जाऊँ है त। म्याक्सिमम क्यापासिटी पहिलो वर्ष र दोस्रो वर्षको छ। पहिलो वर्ष 10,000 युनिट बनाउन सक्थ्यो म्याक्सिमम क्यापासिटी, र दोस्रो वर्ष 15,000। नर्मल क्यापासिटी, म्याक्सिमम क्यापासिटी एउटा भए पनि नर्मल क्यापासिटी चाहिँ अर्को हुनसक्छ। भन्न खोजेको म्याक्सिमम क्यापासिटीले 10,000 युनिट बनाउन सक्छ, तर 10,000 युनिट बनाउँदाखेरि एक त मार्केटमा त्यत्रो सामान जाने नजाने हो त्यो पनि थाहा छैन, र दोस्रो मसिनलाई धेरै ओभरलोड हुने कारणले गर्दाखेरि रिपेयर एन्ड मेन्टेनेन्स कस्टहरू धेरै आउने भएको कारणले गर्दाखेरि यस्तो बेला चाहिँ के हुनसक्छ भन्दाखेरि म्याक्सिमम क्यापासिटी भन्दा अलिकति कम बनाउने, त्यसलाई भन्छौँ नर्मल क्यापासिटी। त्यो जेनरली हामीले हेर्नुपर्ने भनेको नर्मल क्यापासिटी हो। उसले नर्मल क्यापासिटी पहिलो वर्ष 8,000सम्म बनाउन सक्छ र दोस्रो वर्ष 10,000सम्म बनाउन सक्ने भन्ने नर्मल क्यापासिटी भयो। तर नर्मल क्यापासिटी हुँदा पनि उसले प्रोडक्सन चाहिँ कति गर्ने भयो? 7,500 मात्र गर्ने भयो। 500 चाहिँ अझ पनि उसले ग्याप राखिदियो र हामीले चाहिँ अर्को सेकेन्ड वर्ष चाहिँ 12,000 बनाउने भयो। बनाइसकेको मध्ये सबै उसले बेचेन। पहिलो वर्ष उसले 5,000 मात्र युनिट्स बेच्यो र दोस्रो वर्ष उसले 9,000 बेच्यो। ल ठिक छ, यति त युनिट्सको केसमा भयो। हेरौँ है त अब बाँकी केसमा के हुन्छ। अब कस्ट कसरी लाग्दो रहेछ? र मटेरियल 10 रुपियाँ पर युनिट लाग्दो रहेछ इयर वानमा। दोस्रो वर्षमा 11 रुपिस 11 पर युनिट लाग्दो रहेछ। अब भेरिएबल कस्ट भनेको कस्तो कस्ट थियो अरे? जुन चाहिँ पर युनिट चाहिँ सेम हुनेवाला छ। अब यो केसमा हेर्छौँ भने एउटा युनिट बनाउन 1,000 लाग्छ भने दुईवटा युनिट बनाउँदाखेरि एउटा युनिट बनाउन 10 रुपियाँ लाग्छ भने दुईवटा युनिट बनाउन 10 × 2 लाग्छ। हरेक युनिटसँग भेरिएबल भेरी गर्ने भएको कारणले गर्दाखेरि यो के हुने भयो? हामीलाई भेरिएबल कस्ट हुने भयो। दोस्रो वर्ष चाहिँ के हो?
एउटा युनिट बनाउन 11 लाख छ भने दुईटा युनिट 22, तीनटा युनिट बनाउन 33, त्यसरी नै बढ्दै बढ्दै जाने भयो। रेन्ट अर्को दियो रेन्ट चाहिँ ₹4,000 4 लाख दियो। अब तिमी चाहे 7,000 बनाऊ या बनाउँदै नबनाऊ, हरेक वर्ष उसले पहिलो वर्ष 4 लाख तिर्नै पर्यो र दोस्रो वर्ष उसले दोस्रो वर्ष पनि 4 लाख तिर्नै पर्यो। यो चाहिँ तिम्रो लागि फिक्स कस्ट हुने भयो। स्यालेरीको केसमा पनि 1,50,000 पर मन्थ र 1,50,000 पर मन्थ। अब यस स्यालेरी केसमा के छ, युनिट चाहे बनाऊ या नबनाऊ हामीले स्यालेरी त तिर्नै पर्यो। यो पनि के हो, फिक्स्ड कस्ट भयो। वेजेसको केसमा हेर्छौँ भने 375 पर युनिट र 400 पर युनिट। अब वेजेसको केसमा पनि के छ, युनिट बनायो भने तिर्नु पर्यो, युनिट बनायो भने तिर्नु परेन। यो पनि हाम्रो लागि के हुने भयो, भेरिएबल कस्ट हुने भयो। फ्याक्ट्री प्लान्ट डेप्रिसिएसन, फ्याक्ट्रीको प्लान्टको डेप्रिसिएसन। अब यसमा एउटा वर्ष 3,75,000 छ, अर्को वर्ष 6 लाख छ। हेरौँ यो चाहिँ के हो। अब डेप्रिसिएसन मैले हुन चाहिँ फिक्स कस्ट भनेको थिएँ, तर के हुन्छ भन्दाखेरि प्रोडक्सनमा लाग्ने जुन फ्याक्ट्रीमा लाग्ने प्लान्ट एन्ड मसिनरी हुन्छ, जुन ठुलो मेसिन हुन्छ, त्यो मेसिन चाहिँ जेनरली के भइरहेको हुन्छ भन्दाखेरि प्रोडक्सन गर्दाखेरि चाहिँ चल्ने, प्रोडक्सन गर्दाखेरि नचल्ने हुनसक्छ। फर इक्जाम्पल यदि त्यो टोय बनाउने कम्पनीको लागि चाहिँ त्यो प्लास्टिकलाई माउल्ड गरेर चाहिँ त्यो एकदमै के भन्छ तरल पदार्थ बनाउनको लागि चाहिँ ठुलो टेम्परेचरमा चाहिँ हामीले मेसिन चलाउनु पर्ने हुनसक्छ। तर यदि हामी डल्नै बनाउँदैनौँ भने त्यो प्लास्टिकलाई मोल्डै गर्नु पर्दैन, त्यस्तो बेला फ्याक्ट्रीको त्यो प्लान्ट चलाउनै नपर्ने हुन्छ। त्यस्तो बेला त्यो प्लान्ट नचलाउने भएको कारणले गर्दाखेरि प्रोडक्सनसँग चाहिँ भेराइ गर्छ भनेर भन्न सक्यौँ हामीले, होइन त। तर अन द सेम साइड कुनै पनि एउटा कम्प्युटर छ, त्यो कम्प्युटरमा चाहिँ हिसाब किताब राखिन्छ भने प्रोडक्सन बनाए नबनाए पनि त्यो हिसाब किताब राख्ने कुराको लागि चाहिँ त्यो कम्प्युटर सधैँ खोल्नु पर्ने हुन्छ। त्यो कम्प्युटरमा लाग्ने डेप्रिसिएसन चाहिँ फिक्स्ड कस्ट हुनसक्छ। जुन यो फ्याक्ट्री प्लान्ट डेप्रिसिएसन चाहिँ एकचोटि हेरौँ। फ्याक्ट्री प्लान्ट भनेको चाहिँ प्रोडक्सनसँग रिलेटेड हुन्छ, प्रोडक्सन गर्नको लागि प्लान्ट युज हुन्छ, त्यही भएर प्रोडक्सनसँग रिलेटेड हुन्छ। अब एकचोटि पर युनिट एकचोटि चेक गरौँ है त। पर युनिट चाहिँ फ्याक्ट्रीको प्लान्ट चेक गरौँ एकचोटि। पहिलो वर्षमा 3,75,000 को टोटल कस्ट छ, तर हामीले म्यानुफ्याक्चर कति गरिरहेको छौँ, पहिलो वर्ष 7,500 भने 7,500ले डिभाइड गरौँ कति आउँछ एकचोटि। दोस्रो वर्ष कति छ, 6 लाख छ, र दोस्रो वर्ष प्रोडक्सन कति छ, 12,000 छ। सरस्वती हेर्दाखेरि यसमा 3,75,000 डिभाइडेड बाई 7500 युनिट्स हेर्ने हो भने 50 पर युनिट लागिरहेछ। यसमा 6 लाख डिभाइडेड 12,000 हेर्ने हो भने 50 पर युनिट लागिरहेछ भने पर युनिट चाहिँ कस्ट चाहिँ सेम आइरहेछ भने यस्तो बेला पनि यो चाहिँ के हुन्छ, भेरिएबल कस्ट हुन्छ। अब अघि नै एउटै वर्षमा कम्पेरिजन गरिरहेको थियौँ, तर यसमा चाहिँ हामीसँग प्रोपर डाटा बेस नभएको कारणले गर्दाखेरि कस्ट भेरिएबल हो कि फिक्स कस्ट हो भनेर पत्ता लगाउन नसकेको कारणले दुईटा वर्षको डाटा चाहिँ हामीले कम्पेयर गरेर लियौँ। अब अदर डाइरेक्ट कस्ट यसमा पनि सेम छैन। अब एकचोटि हेरौँ त, यो चाहिँ हाम्रो प्रोडक्सनसँग कतिको तालमेल खान्छ। पहिलो वर्ष 7500ले डिभाइड गरौँ त 2,47,000, 2,47,500 डिभाइड बाई 7500, पहिलो वर्ष 33। दोस्रो वर्ष हेरौँ 3,96,000 डिभाइडेड बाई 12,000 भनेको 3,96,000 डिभाइड बाई 12,000 भनेको कति रहेछ, 33। यो पनि 2 वर्ष नै सेम भएको कारणले यो पनि भेरिएबल कस्ट भनेर हामी अन्दाज गर्न सक्छौँ। हो, अब जुन यो डेप्रिसिएसन छ, यो डेप्रिसिएसन चाहिँ हाम्रो फ्याक्ट्री प्लान्ट बाहेक अन्य डेप्रिसिएसन हो। अब यो त्यही भएर मैले एस्टेरिस्क लगाइदिएको छु। यो डेप्रिसिएसन चाहिँ 70 पर युनिट र 56 पर युनिट भनेर दिइरहेछ। अब यसलाई चाहिँ हामीले पर युनिटमा कन्भर्ट गरेर हुँदैन, यस्तोलाई चाहिँ हामीले चाहिँ इन टोटल चेक गर्नुपर्ने हुन्छ है त। त्यही भएर डेप्रिसिएसनको केसमा चाहिँ मैले यहाँनिर सरस्वती लेख्थेँ, डेप्रिसिएसन चाहिँ हामीले पर युनिट नगर्ने कि इन टोटल चाहिँ चेक गर्नुपर्ने हुन्छ। प्लान्टको फ्याक्ट्री प्लान्ट बाहेक है, फ्याक्ट्रीमा डाइरेक्टली युज हुने बाहेक अरूको कुरा गरेको छु मैले। यसमा 70 पर युनिट र 56 पर युनिट दियो। 70 इयर 1मा 70 पर युनिट, इयर 2मा 56 पर युनिट दियो। अब यसलाई चाहिँ पहिलो वर्ष 7,500 युनिट्स बनेको थियो र दोस्रो वर्ष 12,000 युनिट बनेको थियो भने टोटलमा कति हुने भयो, 70 पर युनिट इन्टु 7,500 युनिट
भनेको 7500 युनिट इन्टु 75 गरेर कति हुने भयो 562 500 हुने भयो। दोस्रो वर्ष 56 इन्टु 12,000 गर्दा 56 इन्टु 12,000 गर्दाखेरि कति आउनुभयो 6,72,000 आउने भयो। यो मैले के लिए युनिट अफ प्रोडक्सन लिए, जुन चाहिँ अलिकति टेक्निकली गलत हुन जान्छ। डेप्रिसिएसन चाहिँ हामी के को आधारमा चार्ज गर्छौँ भन्दाखेरि डेप्रिसिएसन चाहिँ हामी नर्मल क्यापासिटीको आधारमा बाँड्छौँ, नर्मल प्रोडक्सनको अथवा नर्मल क्यापासिटीको आधारमा बाँड्छौँ रादर देन युनिट अफ प्रोडक्सन। युनिट अफ प्रोडक्सनको आधारमा नभएर हामी के को आधारमा बाँड्छौँ नर्मल क्यापासिटीको। भनेपछि इयर 1 मा के हुने भयो 70 पर युनिट, तर यसको क्यापासिटी कति थियो पहिलो वर्षको नर्मल प्रोडक्सन क्यापासिटी 8,000 थियो र दोस्रो वर्ष 10,000 थियो है त। पहिलो वर्ष थियो 8,000 भने कति आउने भयो 5,60,000। इयर 2 मा चाहिँ 56 इन्टु नर्मल क्यापासिटी थियो 10,000 भनेपछि यसमा नि 5,60,000 हो। यो यसबाट पनि थाहा हुन्छ कि यो फिक्स हो, टोटलमा चाहिँ यो सेम हुने रहेछ 2 वर्ष कम्पेयर गर्दा, त्यसैले पनि यो फिक्स हुने भयो। जहाँ अर्को आयो यो मेन्टेनेन्स कस्ट र सेलिङ एन्ड पावर कस्टलाई एक्समा मैले छोडिदिएँ। अब म पहिला सेलिङ एक्सपेन्स र सेल्स कमिसनको बारेमा हेर्छु। सेलिङ एक्सपेन्स 5 लाख छ र 50,000 र 90,000 छ। सेल्स कमिसन 30,000 र 54,000 छ। अब यो सेलिङ एक्सपेन्स भनेको चाहिँ प्रोडक्सन युनिटमा लाग्ने होइन, प्रोडक्सन युनिट लाग्ने होइन, यो चाहिँ सेल्स युनिटमा लाग्छ। सेल्स गर्दाखेरि लागेको खर्च हो, त्यही भएर यसलाई चाहिँ सेल्स युनिटसँग चाहिँ हामीले कम्पेयर गर्नुपर्ने हुन्छ। पहिलो वर्ष हेरौँ सेल्स एक्सपेन्समा, पहिलो वर्ष हेरौँ त कति छ। अब यसलाई एकचोटि चेक गरौँ यो भेरिएबल हो कि फिक्स हो। सेलिङ एक्सपेन्स इयर 1 मा पर युनिट एकचोटि चेक गरौँ। पर युनिट सेलिङ एक्सपेन्स पर युनिट कति हुने रहेछ भनेको टोटल सेलिङ एक्सपेन्स कति छ 50,000 डिभाइड बाई सेल्स युनिट कति छ 5,000। यो भनेको कति हुने भयो ₹10 पर युनिट हुने भयो। इयर 2 मा कति हुने भयो, इयर 2 भनेको 90,000 डिभाइड बाई 9,000 युनिट्स बेचेको छ ₹10 पर युनिट हुने भयो। अर्थात् पर युनिट सेम छ भने यो पनि के भयो भेरिएबल कस्ट भयो। डन। अब यस्तै गरेर हामीले सेल्स कमिसनको लागि पनि हेर्दाखेरि पहिलो वर्षमा सेल्स कमिसन कति छ 30,000, सेल्स युनिट कति छ 5,000, अर्थात् यो भनेको 6 पर युनिट आयो। इयर 2 मा कति छ 54,000, सेल्स युनिट कति छ 9,000, कति आयो 6 पर युनिट आयो। यो पनि के भयो पर युनिट सेम छ, त्यसरी भेरिएबल कम्पोनेन्ट भयो। अब जुन मैले छोडेको छु त्यसको बारेमा हेरौँ है त। मेन्टेनेन्स कस्ट र पावर एन्ड इलेक्ट्रिसिटीको लागि हेरौँ है त एकचोटि। एउटा मेन्टेनेन्स कस्ट, अर्को चाहिँ पावर एन्ड इलेक्ट्रिसिटीको लागि हेरौँ। ओके, यहाँनिर लेख्ने भयो त मैले एकचोटि। ओके, पहिला हेरौँ मेन्टेनेन्स कस्ट हो बाक्लो धेरै भयो। मेन्टेनेन्स कस्ट बाक्लो धेरै भयो। यसले मेन्टेनेन्स कस्ट हेर्छौँ भने इयर 1 मा लागेको छ 2,10,000, इयर 2 मा लागेको छ 3 लाख। अब एकचोटि टोटलमा त सेम छैन, पर युनिट सेम आउँछ कि 2,10,000, यो पनि प्रोडक्सन युनिटसँग भेरी गर्छ बाई 7500, 2,10,000 डिभाइड बाई 7500 गर्दा कति आउने भयो 28 आउने भयो। यो पनि पर युनिट एकचोटि हेर्दाखेरि 3 लाख डिभाइडेड बाई 12,000 युनिट हामीले बनायौँ भने त्यो वर्ष 3 लाख डिभाइडेड बाई 12,000 भनेको 25 हुने। ल, न पर युनिट सेम आयो न पर युनिट सेम छ, पर युनिट पनि सेम छैन, टोटलमा पनि सेम छैन। यस्तो कस्टलाई हामी भन्छौँ सेमी भेरिएबल कस्ट। अब सेमी भेरिएबल कस्टलाई चाहिँ हामीले बाँड्नु पर्ने हुन्छ।
केमा एउटा फिक्स्ड कस्टमा अर्को भेरिएबल कस्टमा। अब यो कसरी बाँड्ने, बाँड्ने पनि धेरै टेक्निक्स छ, तर हामी चाहिँ एउटा मात्र टेक्निक्स फलो गर्छौँ, त्यो हो हाई टु लो कस्ट मेथड भन्ने छ एउटा, हामी त्यो फलो गर्छौँ। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि सेम भेरिएबल कस्टबाट चाहिँ सबसे पहिला हामीले के गर्छौँ, भेरिएबल कस्ट पर युनिटमा भेरिएबल कस्ट कति हुन्छ त्यो पत्ता लगाउँछौँ। त्यसको लागि फर्मुला छ भेरिएबल कस्ट पर युनिट इक्वल्स टु डिफरेन्स इन कस्ट बाई डिफरेन्स इन युनिट्स। अर्थात् यो केसमा हेर्छौँ भने डिफरेन्स इन कस्ट भन्नाले कति छ, डिफरेन्स इन कस्ट भन्नाले जहिले पनि यसलाई चाहिँ कसरी गरौँ, हाई कस्ट माइनस लो कस्ट, त्यही भएर हाई लो मेथड भने यसलाई। र त्यस्तै गरेर यो चाहिँ हाई युनिट्स माइनस लो युनिट्स गर्नुपर्ने हुन्छ हामीले। अब यसमा हेर्छौँ भने हाई कस्ट कति छ, यो मेन्टेनेन्स कस्टको हाई कस्ट भनेको 3 लाख छ र लो कस्ट भनेको कति छ 2,10,000। हाई युनिट्स भनेको कति 12,000 र लो युनिट्स भनेको 7,500 युनिट्स है त। यो भनेको कति भयो 90,000 डिभाइडेड बाई 12,000 माइनस 7,500 भनेको कति भयो 4,500 है। यो भनेको कति आयो हाम्रो लागि 20 कि 200 आयो, 4,500 इन्टु 20 पर युनिट चाहिँ के रहेछ हाम्रो लागि भेरिएबल कस्ट पर युनिट रहेछ। अब हो भने फिक्स कस्ट चाहिँ कति भनेर पत्ता लगाउनु पर्यो। अब फिक्स कस्टको लागि हामीले दुईटा मध्ये एउटा डाटा लिने हो। फर इक्जाम्पल म पहिला के लेख्छु, टेकिङ इयर 1 डाटा, पहिला इयर 1 को डाटा लिएर म हेर्छु है त। पहिला इयर 1 को डाटा लिएर हेर्ने हो भने इयर 1 को डाटा हेर्ने हो भने फिक्स्ड कस्ट भनेको चाहिँ के हुन्छ भन्दाखेरि टोटल सेमी भेरिएबल कस्ट माइनस टोटल भेरिएबल कस्ट। टोटल सेमी भेरिएबल कस्ट भनेको कति छ 2,10,000 माइनस भेरिएबल कस्ट भनेको पहिलो वर्ष 7,500 युनिट्स बनेको थियो इन्टु 20 पर युनिट चाहिँ के छ हाम्रो लागि भेरिएबल कस्ट पर युनिट थियो। जति युनिट्स बन्यो त्यहीले मल्टिप्लाई गरेपछि टोटल भेरिएबल कस्ट आउने हो इक्वल्स टु 2,10,000 माइनस कति हुनुभयो 7,500 इन्टु 20 गर्दाखेरि हामीलाई आउने भयो 1,50,000, अर्थात् 60,000 हामीलाई के भयो फिक्स कस्ट भयो। अब फिक्स कस्ट त टोटलमा सेम हुन्छ भने चाहिँ इयर 2 मा पनि त फिक्स कस्ट त सेम नै हुनुपर्ने होला। लेट्स चेक, फिक्स कस्ट भनेको के थियो सेम भेरिएबल कस्ट माइनस भेरिएबल कस्ट। सेम भेरिएबल कस्ट इयर 2 मा कति छ 3 लाख माइनस सेकेन्ड इयरमा 12,000 युनिट्स बनेको थियो, हरेक युनिट चाहिँ 20 रुपियाँ लाग्छ भनेको थिएँ मैले, भने 30 लाख माइनस 2,40,000 आयो भनेपछि टोटलमा पनि यसको फिक्स कस्ट चाहिँ सेम आयो। यो र यो त सेम भयो हाम्रो लागि हैन त। भनेपछि यसरी चाहिँ हामीले सेमी भेरिएबल कस्टलाई फिक्स कस्ट र भेरिएबल कस्टमा हामीले कन्भर्ट गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर चेक गरौँ पावर एन्ड इलेक्ट्रिसिटीको लागि, पावर एन्ड इलेक्ट्रिसिटी कस्टको लागि चेक गरौँ है त। इयर 1 मा कति छ 5,40,000 बनेको युनिट कति छ 7,500 युनिट्स भनेको कति आयो पर युनिट 72 आयो। लेट्स चेक इयर 2 मा कति छ 5,94,000 डिभाइडेड बाई 12,000 युनिट्स, 594 डिभाइडेड बाई 12,000 युनिट्स भनेको थियो 49.5। पुरा मिलेन, न टोटलमा सेम भयो न पर युनिट सेम भयो भने यो पनि के हो सेम भेरिएबल कस्ट। अब यस्तो कस्टलाई हामीले केमा बाँड्नु पर्यो फिक्स कस्ट र भेरिएबल कस्टमा। अब भेरिएबल कस्टमा भेरिएबल कस्ट पर युनिटको लागि हामीले के गर्नु पर्यो हाई युनिट्स हैन हाई कस्ट, पहिला हाई कस्ट माइनस लो कस्ट अपन हाई युनिट्स माइनस लो युनिट्स। हाई कस्ट भनेको कति हुने यो केसमा 594,000, लो कस्ट भनेको यो केसमा कति हुने भयो 540 डिभाइड बाई हाई युनिट्स भनेको 12,000 माइनस लो युनिट्स भनेको 7,500। डिफरेन्स हेर्छौँ भने 54,000 डिभाइडेड बाई 4,500 भनेको 54,000 डिभाइडेड बाई 4,500 भनेको कति आयो 12 पर युनिट चाहिँ हामीलाई के आयो भेरिएबल कस्ट पर युनिट। भने फिक्स कस्ट
पहिला इयर 1 को डाटा लिएर हेर्ने हो भने त्यो भनेको इयर 1 को टोटल भेरिएबल कस्ट कति सेम भेरिएबल कस्ट कति छ 5,40,000 माइनस 7500 युनिट्स इन्टु 12 गर्नु पर्यो। यो भनेको मेरो फिक्स्ड कस्ट भनेको 5,40,000 माइनस 7500 इन्टु 12 गर्दाखेरि 90,000 आयो माइनस 5,40,000 भनेको 4,50,000 मेरो के हो है फिक्स्ड कस्ट। यो इयर 2 मा नि यति नै हुनुपर्ने थियो होला। लेट्स चेक 594,000 डिवाइडेड बाई माइनस 12,000 इन्टु 12 यो भनेको कति आयो 1,44,000 आयो। यो भनेको 5,94,000 माइनस 1,44,000 गर्दाखेरि कति आयो 4,50,000। इयर 1 मा पनि 4,50,000 इयर 2 मा पनि 4,50,000 फिक्स कम्पोनेन्ट यसरी छुट्यो र भेरिएबल कम्पोनेन्ट यसरी छुट्यो। यसकै आधारमा सर्टेन केही न्युमेरिकलहरु छ त्यो पनि हेरौँ है त। कन्सिडर द फलोइङ इन्फर्मेसन प्रोडक्सन युनिट यति भयो टोटल कस्ट यति भयो प्रोडक्सन युनिट 1000 मा 1000 हुँदाखेरि टोटल कस्ट 2000 लाग्यो प्रोडक्सन युनिट 4000 हुँदाखेरि टोटल कस्ट कति लाग्यो 5000 लाग्यो। अब यसलाई चाहिँ हामीले चाहिँ के गर्नु पर्यो हामीले यसलाई बाँड्दिनु पर्यो। यो हामीले थाहा पाउनु पर्यो कि यो फिक्स्ड कस्ट हो कि भेरिएबल कस्ट हो भनेर। अब यो यसको पर युनिट कस्ट भनेको हो यसको लागि पर युनिट कस्ट भनेको 2000 डिवाइडेड बाई 1000 गर्दाखेरि 2 आउँछ। यो चाहिँ 5000 डिवाइडेड बाई 4000 गर्दा 0.8 आयो होला। 5000 डिवाइडेड 4000 गर्दा सरी 1.25 आयो। न टोटलमा सेम भयो न पर युनिट सेम भयो त्यसैले यो सेम भेरिएबल। अब यस्तो केसमा हामीले के गरिदिनु पर्ने हुन्छ यसमा हामीले यसलाई बाँड्दिनु पर्ने हुन्छ। केमा बाँड्दिने भन्दाखेरि भेरिएबल कस्ट र फिक्स्ड कस्टमा। सबसे पहिला भेरिएबल कस्ट पर युनिट हामीले पत्ता लगाउनु पर्ने हुन्छ। भेरिएबल कस्ट पर युनिट पत्ता लगाउँदाखेरि डिफरेन्स हाई युनिट माइनस लो युनिट डिवाइडेड बाई युनिट भन्न आएछ। पहिला हामीले युनिट हैन पहिला हामीले के लेख्नु पर्यो कस्टको बारेमा लेख्नु पर्यो। पहिला हामीले के बारेमा लेख्नु पर्यो कस्टको बारेमा। VCPU भनेको हाई कस्ट माइनस लो कस्ट डिवाइडेड बाई हाई युनिट हाई हे भगवान हाई कस्ट माइनस लो कस्ट डिवाइडेड बाई हाई युनिट्स माइनस लो युनिट। हाई कस्ट भनेको 5000 छ लो कस्ट भनेको 2000 हाई युनिट 4000 र लो युनिट 1000 भनेको 3000 डिवाइडेड बाई 3000 गर्दाखेरि कति आयो हाम्रो लागि 1 पर युनिट हामीलाई के आयो 1 पर युनिट चाहिँ हामीलाई भेरिएबल कस्ट आयो। डन। यसको लागि के भने अब फिक्स्ड कस्ट पत्ता लगाउनको लागि कुनै एक वर्ष एउटा डाटा लियौं टेकिङ 1000 युनिट्स एक्चुअली लिए त मैले। फिक्स्ड कस्ट भनेको के हो टोटल सेम भेरिएबल कस्ट माइनस भेरिएबल कस्ट पर युनिट इन्टु युनिट्स। टोटल सेम भेरिएबल कस्ट कति छ 1000 युनिट लागि टोटल सेम भेरिएबल कस्ट 2000 छ। मैले लिए 2000 VCPU भनेको 1 छ र युनिट भनेको 1000 नै छ भनेको 2000 माइनस 1000 गर्दाखेरि कति आउने भयो मेरो लागि 1000 चाहिँ मेरो लागि के भयो फिक्स्ड कस्ट भयो। अब यही 4000 को लागि मात्र 4000 कै लागि ल्याए भने के हुन्थ्यो टोटल 5000 माइनस VCPU भनेको 1 इन्टु 4000 युनिट्स यो भनेको 5000 माइनस 4000 गर्दाखेरि 1000 आउने भयो। दुईटैको लागि सेम आयो। अब दुईटा मध्ये जुन लिने हुन्छ र एक्जाम पोइन्ट अफ भ्यूबाट यदि क्वेशन सोध्यो भने धेरै गर्ने समय हुँदैन त्यही भएर एउटा जुन दुईटा मध्ये एउटा जुन डाटा लिए पनि हुन्छ हाम्रो लागि। त्यस्तै गरेर 2 को अब आफूले गर्न सकिन्छ म एक्चुअली 3 को गर्दिन्छु किनभने 3 मा अलि 3 पनि सकिन्छ 4 पनि सकिन्छ 5 मा चाहिँ के छ हेरौँ है त
द रिपेयर एन्ड मेन्टेनेन्स एक्सपेन्स अफ द वर्कसप अलङ विथ अपरेटिङ मसिन आवर्स आर एज फलोज। अब यसमा चाहिँ युनिट्स दिएन, यसमा चाहिँ के दियो, आवर्स दियो। अब यो आवर्सलाई नै हामीले युनिट जस्तै एजुम गरेर गर्न सकिन्छ र रिपेयर एन्ड मेन्टेनेन्स कस्ट पनि दियो। अब यो न टोटलमा सेम छ न टोटलमा बराबर छ, न चेक गर्ने हो भने यो चाहिँ हाम्रो पर युनिट पनि सेम आउने छैन, यो सबै भेरिएबल कस्ट हुन्छ है। अब यसमा हामीसँग कतिवटा डाटा छ, 5वटा डाटा छ। यसमा हामीसँग 5वटा डाटा, एउटा, दुईटा, तीनटा, चारटा, 5वटा। यो मध्ये हामीले जुनसुकै दुईटा लिने हो। 150 र 250 लिने हुन्छ, 150 र 350, 150 450, 150 550 लिने हुन्छ, या 250 550 जुन लिने हुन्छ त्यो आफ्नो इच्छा। तर एउटा कुरा के ख्याल्नुपर्छ, यदि 250 युनिट्स लियो भने हामीले, यदि 250 लियो भने 250 कै कस्ट लिनु पर्यो, र 550 लियो भने 550 कै कस्ट लिनु पर्यो। म जुनसुकै एउटा लिए, फर इक्जाम्पल मैले 350 र एकछिन मेट्दै सबै, फर इक्जाम्पल मैले 350 र मैले कति लियौँ, 150 लियौँ ल है त। त्यसरी गर्दाखेरि एकचोटि VCPU कति आउने रहेछ चेक गर्छु है त। म VCPU कति आउने रहेछ चेक गरेँ। VCPU भनेको डिफरेन्स इन कस्ट अथवा हाई कस्ट माइनस लो कस्ट डिवाइडेड बाई हाई युनिट्स माइनस लो युनिट्स। हाई कस्ट कति छ, हाई कस्ट भने 350 को लागि कस्ट कति छ, 550, र 150 लो कस्ट को लागि कस्ट कति छ, 350। डन। अब यो केसमा हेर्छौँ भने हाई युनिट्स 350, हाई युनिट्स नछुटा अथवा हाई आवर्स लेख्यौँ यो केसमा चाहिँ, हाई आवर्स 350 माइनस 150 भनेको कति भयो, यो 200 डिवाइडेड बाई 200 अर्थात् 1 पर आवर। यसमा चाहिँ 1 पर आवर चाहिँ भेरिएबल कस्ट पर युनिट भयो। भेरिएबल कस्ट पर आवर भयो यसमा चाहिँ। अब फिक्स कस्ट लेखौँ, फिक्स कस्ट पत्ता लगाउँ। लेट्स क्यालकुलेट फिक्स्ड कस्ट। फिक्स्ड कस्ट चाहिँ अब मानौँ यो 5 मात्रै फिक्स कस्टलाई जुन लिनु हुन्छ। अब म चाहिँ यो बिचको लिइदिन्छु है त एकछिन, टेकिङ 250 आवर्स। यो भनेको के हो, भेरिएबल कस्ट माइनस सेम भेरिएबल कस्ट माइनस भेरिएबल कस्ट पर युनिट इन्टु युनिट्स। यो केसमा सेम भेरिएबल कस्ट 250 को कति छ, 450। भेरिएबल कस्ट पर युनिट भनेको 1 आइरहेछ र युनिट भनेको कति हो, 250 आवर्स हो। यो केसमा जुन डाटा लियो त्यही लिनु पर्यो हामीले हैन त। अब यो केसमा भनेको कति हुने भयो, नि टिपिरहेको छैन पेनको ल, 450 माइनस 250 भनेको कति है, 200 आउने भयो। तर मलाई क्वेसनले सोधेको यो होइन, भेरिएबल कस्टमा भेरिएबल कस्ट र फिक्स कस्ट पत्ता लगाऊ भन्न खोजेको होइन। मलाई यहाँ सोधेको छ भेरिएबल कस्ट पर मसिन आवर भनेको छ, भेरिएबल कस्ट पर मसिन आवर भनेको 1 पर आवर निकाल्दिएँ। फिक्स कस्ट अफ द वर्कसप भनेको 200 हो भनेर पनि निकाल्दिएँ मैले है। अब मलाई सोधेको अर्को के छ, एन्ड इस्टिमेटेड रिपेयर एन्ड मेन्टेनेन्स कस्ट 475 अपरेटिङ आवर्सको लागि। यो पनि गाह्रो छैन, 475 अपरेटिङ आवर्सको लागि निकाल्दिएँ है त। फर 475 अपरेटिङ आवर्सको लागि, यसको लागि टोटल कस्ट आयो नि त। टोटल कस्ट भनेको के हुन्छ, एउटा फिक्स कस्ट हुन्छ र अर्को भेरिएबल कस्ट हुन्छ। फिक्स कस्ट भनेको कति छ, फिक्स कस्ट त सबैमा सेम आउनेवाला छ, त्यसैले फिक्स कस्ट कति भयो, 200 नै हुने भयो। भेरिएबल कस्ट चाहिँ कति हुने भयो, यो कति हो, 475 अपरेटिङ आवर्स, र हरेक अपरेटिङ आवर्सलाई 1 लाग्छ भने 200 प्लस 475 भनेको 675 हुने भयो। अनि क्वेसनले अर्को एउटा भनेको छ युजिङ y इक्वल्स टु a प्लस bx। यो y इक्वल्स टु a प्लस bx भनेको के हो, y भनेको टोटल कस्ट हो, a भनेको फिक्स कस्ट हो, b भनेको भेरिएबल कस्ट पर युनिट हो, र x भनेको नम्बर अफ युनिट्स हो। त्यही हिसाबले यो त्यही भयो, फिक्स कस्ट भनेको a, भेरिएबल कस्ट भनेको VCPU भनेको b भयो, र x भनेको नम्बर अफ युनिट्स भयो। यसरी है। अब यसरी यो हामीले कस्टलाई सेग्रेगेट गऱ्यौँ। यो पछि बजेटिङको प्रब्लममा काम लाग्छ, त्यही भएर मैले यो पढाइदिएँ। अब यहाँ सरसर्ती हेर्ने हो भने यहाँ थ्योरीमा मैले सेग्रिगेसन अफ भेरिएबल कस्टलाई पनि मैले यसरी यहाँनिर लेखिदिएको छु, यो आफूले पढ्न पनि सकिन्छ। अब आजलाई यति नै।
गरौँ है त आजलाई नै अहिलेलाई यतिकै गरौँ।